सम्पूर्णलाई नमस्कार। म दीपक काफ्ले सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलको भूतपूर्व शिक्षक। अहिले सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलका भूतपूर्व विद्यार्थी भाइ बहिनीहरूले जुन सुनगाभा अलुम्नी फोरम नाम राखेर उनीहरूले डिजिटल अडिसन सिङ्गिङ आइडलको लागि डिजिटल अडिसन स्टार्ट गर्न जाँदैछन्, यसको लागि म धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। वास्तवमा भन्ने हो भने रूपन्देही जिल्लामा सम्पूर्ण विद्यालयहरू यति उच्च स्तरका छन् कि जसले कुनै न कुनै कार्यक्रम आयोजना गरी यसरी विद्यार्थी भाइ बहिनीहरूको मनोबललाई उच्च राख्ने काम गरिरहेका छन्, जसमा सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलले विगत लामो समयदेखि आफ्नो पठन पाठन मात्र नभएर विद्यार्थीको हकितका लागि यस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। म एउटा भूतपूर्व शिक्षक भएको नाताले धेरै बढाइ चढाइ गर्न आवश्यक छैन, सबै कुरा यहाँहरू समक्ष विगतै छ। त्यसकारणले गर्दाखेरि अहिले जुन हुन गइरहेको भोइस अफ रूपन्देही सुनगाभा सिङ्गिङ आइडल जुन हुन गइरहेको छ, जसको अडिसन पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यही मङ्सिरको 1 गतेबाट 4 गतेसम्म यो अडिसन रहनेछ, जसमा विद्यार्थी भाइ बहिनीहरूले कक्षा 12 सम्मका विद्यार्थी भाइ बहिनीहरूले यसमा आफ्नो डिजिटल अडिसन दिन सक्नेछन्, जसमा उहाँहरूले आफ्नो भोइस पठाएर गीतहरू पठाएर अपडेट गर्न सक्नेछन्। त्यहाँ सबमिट गर्नुपर्ने हुन्छ। अब सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलले जुन एउटा प्लेटफर्म दिएको छ सुनगाभा अलुम्नी फोरमको लागि, यसमा म अत्यन्तै खुसी छु। एउटा शिक्षक भएको नाताले, साथै म आफै पनि करिकुलर एक्टिभिटिजको कोअर्डिनेटर गरेर धेरै लामो समय विभिन्न विद्यालयहरूमा कार्यरत गरेको कारणले गर्दा मलाई यसप्रति एकदमै खुसी लागेको छ। विद्यार्थी भाइ बहिनीहरूको हकितका लागि सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलले यो प्लेटफर्म दिनु र सुनगाभा अलुम्नी फोरमले यो प्लेटफर्मको सदुपयोग गर्नु भनेको अत्यन्तै राम्रो हो र विद्यार्थी भाइ बहिनीहरूको लागि यो अत्यन्तै खुसीको कुरा पनि हो। विगत लामो समयदेखि दीप इङ्ग्लिस बोर्डिङ स्कुलले यो सिङ्गिङ आइडलको आयोजना गर्दै आइरहेको छ भने अहिले सुनगाभाले पनि यसलाई निरन्तरता दिने कोसिस गरिरहेको छ। आशा छ यसमा सम्पूर्ण टिम अवश्य विजयी हुनेछ, सफल हुनेछ। म सुनगाभा पब्लिक हायर सेकेन्ड्री स्कुलका प्राचार्य श्री तिलक केसीज्यूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँका भाइस प्रिन्सिपल, एक्स्ट्रा एक्टिभिटिज कोअर्डिनेटर, सम्पूर्ण टिमलाई म धेरै धन्यवाद दिन चाहन्छु र सुनगाभा अलुम्नी फोरमका विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। साथै सैन महिनाका सम्पूर्ण विद्यालयहरूमा यस्तै कार्यक्रमहरू भइराखुन् भन्ने अभिलाषा पनि व्यक्त गर्न चाहन्छु। अन्तिममा फेरि पनि